नमस्कार, म मनिष नेपाने बुटोलगेट महाशाखाको मैनिया सब स्टेसनबाट। आज हामीले यस मैनिया सब स्टेसनको 33 केबी अमुवा फिडरको सिटीमा एकदम त्यो लगभग ब्लास्ट हुने अवस्थामा आएर त्यसलाई चाहिँ पहिले नै फेर्ने निर्णय गरेका छौँ, जसमध्ये हामीले स्पेयरमा रहेको अर्को सिटी निकालेर त्यसमा राख्ने निर्णय गरेका छौँ। अब हेरौँ के हुन्छ कसो हुन्छ, भिडियो हेर्दै जानु होला। धन्यवाद। जस्तै अहिले हामी स्पेयरमा भएको एउटा सिटी एक्स्ट्रा सिटी चाहिँ हामीले माथिबाट सक्सेसफुली तल झारिसक्यो। अब अमुवा फिडरको सिटीसँग रिप्लेस गर्नलाई अब हामी यता अमुवा फिडरतिर लाग्दैछौँ। ल, इन्कमिङ र आउटगोइङको एक्सरे काटियो। अमुवाको सिटी हेर्नु त यहाँ टर्मिनलमा पुरै खाइसकेर यस्तो जलेर थियो। त्यही भएर हामीले स्पेयरको निकालेर ल्याइसकेका थियौँ अनि हामीले यहाँ यसको सिटी पनि हामीले माथिबाट तल झारिसक्यौँ। अब भनेको हामीले स्पेयरबाट निकालेको सिटी अब माथि राखेर फिट गर्छौँ। कल पुगेन क्या जस्तै माथि नसमाउनु न यसलाई भनेको सिधा तान्नु अब त्यो चाहिन्छ यार। यसको केबल पनि यसरी ड्यामेज भइसकेको रहेछ, त्यसैले हामीले यसलाई पनि चेन्ज गर्ने निर्णय गऱ्यौँ। अब हामीले यसलाई चेन्ज गरेर अर्को लगाइहाल्छौँ। गरम एकचोटि फुटफुट केही छ भने सबै झार्नु छ केही।
यो चाहिँ हाम्रो फिडर आउटगोइङ फिडरको आउटगोइङ साइड ल लगाइदिनु एकचोटि त्यो पुसबाट न दबाउनु न